आजभोलि बाबुलाई देखेन। बाबु आजभोलि के गर्दै हुनुहुन्छ? के गर्नु भने देशको हालत यस्तै छ। भिसा लाउनु भनेर काठमाडौँ छिरेको छ। ए हो र? सेन बाबु गएको थियो बाहिर के आउनु भएको छ? जाऊ त। बाहिर नचिनेको मान्छे आउनु भएको छ, हजुर यहाँ आउनु न। ए को आउनु भएछ फेरि यो सास परेको बेला? को आउनु भएछ? हजुर यो घरमा बास पाइन्छ कि भनेर आएको, कतै ठाउँ पाइन। डुल्दै जाँदाखेरि कसैले बास दिएन। हजुर बास दिनुहुन्छ कि यो घरमा ठाउँ छ कि भनेर हो। एकदम गाह्रो भएको छ। ए बास माग्न आउनु भएर छ। अपरिचित मान्छेलाई यसो सास परेको बेला ठाउँ कसरी दिने होला? यसो अप्ठ्यारो पो पऱ्यो त। ठाउँ नदिउँ भने यस्तो बुढो मान्छे रहेछन्, अब दिउँ भने कसरी के गर्ने होला? बास दिनु हजुर, मलाई आपत परिसक्यो। कहाँ जाने हो राति? मलाई बास दिनु, मलाई बास दिनु। हजुरको भलो हुन्छ, हजुरको भलो हो। सधैँ मलाई बास दिनु हजुर। म कहाँ जाने हो? जसो भयो नि म त्यही कोठामा बस्छ भने बस्नु न। जे गर्नुहुन्छ हजुर मर्जी। ए जुलीमा भयो पनि यतै अब के गर्नु हेर्नु। हुन्छ हजुर हुन्छ। मलाई यो बास दिनुभयो आज। म दुखी व्यक्तिलाई मलाई साह्रै गाह्रो भएको थियो। काहीँ बास मिलेको थिएन। यतै सुतेर बस्छु। हजुरको भलो होस्, हजुरको सधैँ जय जय होस्। मलाई बास दिनुभयो। म दुखीलाई कहीँ नमिलाइदिने यस्तो गाह्रो भयो मलाई। यो गाउँमा कसैले मार्दिन। हजुरको भलो होस्, सधैँ राम्रो होस्। हजुर नमस्कार। ठिक छ। आज चाहिँ काम गर्नु जस्तो छ। आज चाहिँ भन्छ मेरो म सोचेको कुरा हुन्छ आज। कति बजे छ? 2 पो बजे छ। ओ अब त सबै सुतिसक्यो होला सबै अहिलेसम्म त। कोही थाहा पाउँदैन होला। त्यहाँसम्म कतै जाँदा कतै रहेको छ नि। हेरेर कहिले पाहुना सुत्नु भएको थियो। पाहुना कहाँ जानुभयो? यहाँ हुनुहुन्न, फेरि कहाँ जानुभयो? बाहिर जानुभयो आफ्नो। नमस्कार। यो भिडियो केवल जनचेतनाको लागि मात्रै खिचिएको हो। कसैले पनि अन्यथा नलिदिनु होला। र यो भिडियोले के सन्देश दिन चाहन्छ भने, यदि हामीले कुनै पनि अपरिचित व्यक्तिको विश्वास गरेमा कहिलेकाहीँ यो हाम्रो लागि घातक हुन सक्छ। त्यसैले सबैले सचेत रहनु होला। र यो भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर र रिपोस्ट गरिदिनु होला। धन्यवाद।